ब्रोइलर कुखुराको दरमा परिवर्तन भएको छ। 2083 साल साउन महिना 22 गते शुक्रबारदेखि लागू हुने गरी ब्रोइलर कुखुराको दरमा 10 रुपियाँ वृद्धि भएको छ। पहिला 230 रुपियाँसम्मको रेट कायम भएको थियो भने अहिले 10 रुपियाँ बढेर 240 रुपियाँसम्मको रेट कायम भएको छ। 240 रुपियाँसम्मको रेट कायम हुँदा अहिले भनेको कोल्ड स्टोर काँटा भनेको 10 रुपियाँ 12 रुपियाँ 15 रुपियाँको सम्म घटाएर दिने चलन चलेको छ, जसको विरुद्ध हामी किसानहरूले आवाज पनि उठाइरहेका छौँ। र यो रेट भनेको काठमाडौँ लगायत वरिपरिको जिल्लाहरूको रेट हो। तपाईँको जिल्लामा तपाईँको ठाउँमा अहिले कति रुपियाँ रेट कायम भएको छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला, जसले गर्दा अन्य किसान साथीहरूले पनि कमेन्ट मार्फत जानकारी लिन सहज हुनेछ। साथीहरू 10 रुपियाँ रेट बढेको छ, हामी सम्पूर्ण पोल्ट्री किसानहरूको लागि एकदमै खुसीको खबर हो। आशा छ अझै पनि किसानहरूको हितमा रहेर रेट कायम हुन्छ भन्ने आशा छ। रेट बढेको छ भनेको भरमा चाहिँ हामी हारलुस भएर फेरि चल्ला धेरै धेरै हाल्लातिर चाहिँ नलागौँ, हतार चाहिँ नगरौँ। सबै व्यवस्थापन मिलाएर आगामी समयमा बजार कस्तो रहन्छ, हल्का बजारको सम्भावना हेरेर चल्ला कतिको बिक्री वितरण भइरहेको छ, बजारमा धेरै चल्ला गइरहेको छ भने कम चल्ला हाल्नु होला। 2000को ठाउँमा 1000 हाल्नु होला, 1000को ठाउँमा 500 हाल्नु होला। किनभने बजार जाम हुँदाखेरि रेट घट्नुको कारण हामीलाई घाटा हुनुभन्दा त बरु थोरै हालेर कम उत्पादन गरेर रेट राम्रो पाएर फाइदा लिनु नै हाम्रो लागि राम्रो हो। र साथीहरू रेट बढेको थियो, हजुरहरूलाई जानकारी दिउँ भनेर भिडियो लिएर आएँ। हजुरलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। र हजुर यस्तै भिडियो चाहनुहुन्छ भने यो आइडीलाई टिकटकमा टिकटक र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। युट्युबमा हेर्दै हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।